यहाँहरू सबैलाई नमस्कार। म सुनिल नेउपाने। पछिल्लो समय गुल्मी जिल्लाका ठेकदारबाट श्रमिकहरू ठगिएको विषय त यहाँहरू सबै जानकार नै हुनुहुन्छ र भर्खरै मात्र मलाई प्राप्त एउटा सूचना पत्रमा यहाँ लेखिएको छ कि 7 जना गुल्मीका ठेकदारहरूबाट जो चाहिँ सुनिल समीर निर्माण सेवा प्रणाली र त्यसैगरी वान डाइरेक्सन कन्स्ट्रक्सन प्रणालीमा काम गरेका वर्षौंदेखि काम गरेका श्रमिकहरूले तलब नपाएको, जति पाउनु पर्ने हो त्यति रकम नपाएको भनेर 2083 1 महिना 10 गते जिल्ला प्रशासन कार्यालय गुल्मीमा चाहिँ लिखित निवेदन चाहिँ दिनुभएको थियो। त्यही एउटा जुन जस्तो निवेदन उहाँहरूले दिनुभयो जस्ताको तस्तै मैले तपाईहरुको माझमा चाहिँ यसरी सार्वजनिक गरेको छु। यही मलाई प्राप्त भएको छ। त्यहाँबाट पीडितहरूले मलाई सम्पर्क गरिरहनु भएको छ कि कतिपय पीडितहरू सार्वजनिक हुन चाहनुहुन्न भने कतिपय पीडितहरू सार्वजनिक हुन चाहनु भएको छ। यहाँनिर तपाईको सुनिल समीर निर्माण सेवा प्रणाली र वान डाइरेक्सन कन्स्ट्रक्सन प्रणालीमा काम गरेका 7 जना जो चाहिँ राम राणा बोडगाड गाउँपालिका 2 बागलुङ, बसन्त पराजुली मालिका गाउँपालिका 6 गुल्मी, अर्जुन कुँवर धुर्कोट गाउँपालिका 4, त्यसैगरी शेरबहादुर कार्की हरि दरबार गाउँपालिका 7 गुल्मी, झमन बहादुर पाण्डे रेसुङ्गा नगरपालिका 5 गुल्मी, कृष्ण भूषाल भारसे मालारानी गाउँपालिका 3 अर्घाहाँची र भीमलाल खनाल मालारानी गाउँपालिका 3 अर्घाहाँची गरी 7 जना पीडितहरू हाम्रो सम्पर्कमा आउनु भएको छ। उहाँहरूले 2083 वैशाख 10 गते पारिश्रमिक बापतको रकम उपलब्ध गराइदिनु हुनु सम्बन्धमा भनेर जुन पत्र, यही पत्र चाहिँ गुल्मी जिल्ला प्रशासनमा चाहिँ उहाँहरूले बुझाउनु भएको रहेछ। मैले यही कुरा बुझ्नको लागि मैले हाम्रो गुल्मी जिल्लाका सिडिओ सामु मैले भर्खरै मात्र फोन गरेको छु र उहाँले पनि पत्र आएको र पीडितको पक्षमा रहेको र यसभन्दा अगाडि पनि आफूले कुरा गरिरहेको र फेरि पनि भर्खरै पनि यो केसलाई चाहिँ फलोअप गर्ने चाहिँ प्रतिबद्धता मलाई व्यक्त गरिरहनु भएको छ। म सिडिओ साहबलाई भन्न चाहन्छु र विशेष गरी जिल्लाका सरकारवाला सबैलाई, जनप्रतिनिधि सबैलाई हार्दिकतापूर्वक अनुरोध छ कि यसरी श्रमिकलाई रुवाएर तपाईहरु कसैलाई पनि राम्रो हुँदैन, तपाई हामी कसैलाई पनि राम्रो हुँदैन। मैले गुल्मी जिल्लाका ठेकदारहरूलाई राम्रोसँग चिनेको छु, उहाँहरूको कारोबार राम्रोसँग थाहा छ, उहाँको चलन के छ त्यो पनि मलाई राम्रोसँग थाहा छ। त्यसले गर्दा कतिपय यो सार्वजनिक हुनुभएको चाहिँ पीडितहरूलाई ठेकदार साहबहरूले फोन गरेर थर्काउने धम्काउने जस्ता गरिरहनु भएको छ भन्ने पनि सूचना प्राप्त भएको छ। कृपया त्यतातिर नलाग्नुस्। तपाईहरुले आफूले चाहिँ कजाएको, आफूले चाहिँ लगाएको काममा लगाएको श्रमिकलाई खुरुक्क तलब दिनुस्, यसको समस्याको समाधान हुन्छ। त्यसले गर्दा पीडितहरूलाई उल्टै फोन गरेर थर्काउने त्यस्तो क्रियाकलाप नगर्नको लागि म अनुरोध गर्न चाहन्छु। र यो विषयमा मलाई हाम्रो चाहिँ गुल्मी क्षेत्र नम्बर 2 का सांसद गोविन्द पन्थीज्यूले पनि फोन गर्नु भएको थियो र यसलाई चाहिँ निरन्तर रूपमा फलोअप गरिरहेको छु। श्रमिकले तलब पाउँछन्, दिलाउँछु भनेर चाहिँ प्रतिबद्धता व्यक्त गर्नु भएको छ। म जिल्लाका सबै राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, त्यसैगरी सबै सामाजिक अभियन्तालाई यस्ता विषयमा गम्भीर बन्नको लागि अनुरोध गर्न चाहन्छु। श्रमिकहरू आज रुँदै रुँदै हामी सामु आउनु भएको छ। बालबच्चाको बिचल्ली भएको छ। ऋण लिएर आएको साहुहरू बिहान साँझ घरको ढोका ढकढकाउन आउँछन् भनेर भनिरहनु भएको छ। घरमा चाहिँ औषधि खाने बुढा बामा छन्। त्यो सबै जिम्मेवारी आफ्नो काँधमा बोकिरहेका यी श्रमिकहरूलाई यसरी अन्याय नगर्नको लागि अनुरोध गर्न चाहन्छु। मसँग 7 जनाको लिस्ट छ। यहाँनिर चाहिँ कोइलीबाट काम गरेको पाउनु पर्ने रकम कति, 7 जनाले करिब 24 लाख रुपियाँ बराबर चाहिँ पाउनु पर्ने छ। यो चाहिँ सुनिल समीर निर्माण सेवा प्रणाली र वान डाइरेक्सन कन्स्ट्रक्सन प्रणालीबाट चाहिँ 24 लाख रुपियाँ, 7 जनाले 24 लाख बराबर चाहिँ रकम काम गरे बापतको ज्याला चाहिँ भुक्तानी हुन बाँकी छ। यसो नगर्नको लागि म अनुरोध गर्न चाहन्छु। म यो सुनिल समीर निर्माण सेवा प्रणालीका चाहिँ सम्बन्धित व्यक्ति र 1-to-1 यो कन्स्ट्रक्सनका प्रणालीसँग पनि मैले कुराकानी बिहान गरेको छु। उहाँहरूले चाहिँ फोन नउठाउने, पीडितको फोन नउठाउने अनि हामीसँग कुरा गर्दाखेरि चाहिँ फोन आएको छैन भन्ने यस्ता झुटको खेती नगर्नको लागि म अनुरोध गर्न चाहन्छु। ठेकदार साहबहरू, मलाई तपाईहरुको कारोबार के हो राम्रोसँग थाहा छ। तपाईहरुलाई धेरै वर्ष अगाडिबाट राम्ररी चिन्छु। तपाईहरुको कारोबार, तपाईले काम गर्ने धन्दा राम्रोसँग थाहा छ। अन्त जहाँ जे गरे पनि, कर्मचारीलाई पोसेर लुटे पनि, जे गरे पनि यसरी पीडितलाई चाहिँ यसरी चाहिँ दुखी गरिबमाथि यी श्रमिकलाई चाहिँ नठग्नुस्। मेरो हार्दिकतापूर्वक अनुरोध छ। तपाईले गुल्मी जिल्लाका इन्जिनियरहरूलाई कुन होटलमा लगेर कति यसो सुटुक्क दिइसके पछाडि तपाईका योजना पास भएका छन् त्यो सबै थाहा छ। त्यसले गर्दा तपाईहरुले अरु अन्त जे गर्नुस्, तपाईले राजनीतिक दलका नेताहरू पाल्नुस्, तपाई कुन पार्टी कार्यालयमा आफ्नो भवन र आफ्नो अफिस राखिरहनु भएको छ
म त्यतातिर जान चाहन्न। तपाईहरुले श्रमिकहरुलाई तलब दिनुस्, काम गरे बापतको तलब दिनुस्, अरु कुरै सकिन्छ। मलाई तपाईहरुसँग लिने दिनु केही पनि छैन, तपाईहरु ठेकेदारहरुसँग लिने दिनु केही पनि छैन। तसर्थ म जिल्लाका सरकारवाला सबैलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु, एउटा गम्भीर विषयमा सबै गम्भीर बन्नु पर्दछ। मैले माननीय सांसद हाम्रो चाहिँ गोविन्द पन्थीज्यूलाई पनि अनुरोध गर्छु। उहाँले आफैले फोन गर्नु भएको छ, लेख्नु भएको छ, प्रतिक्रिया जनाउनु भएको छ कि मैले सबैसँग कुरा गरिरहेको छु भन्नुभएको छ। उहाँले सिडिओ साहब लगायत विभिन्न जिम्मेवार व्यक्तिसँग चाहिँ उहाँले कोर्डिनेसन गरिरहनु भएको चाहिँ सूचना प्राप्त भएको छ। म सांसद गोविन्द पन्थीज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईले अझै यस्ता गरिबको पक्षमा, दिन दुखीको पक्षमा काम गर्दै जानुस्। तपाईलाई चाहिँ यही अनुरोध गर्न चाहन्छु। यहाँ चाहिँ मसँग लिस्ट छ, 7 जनाको चाहिँ काम गरेको मिति, पाउन पर्ने रकम, उहाँहरूको सम्पर्क नम्बर छ। यहाँ अधिकांश अझै पनि हाम्रो सम्पर्कमा आउनु भएको छ। कयौं श्रमिकहरू हाम्रो सम्पर्कमा आउनु भएको छ। हामीले हाम्रो कुरा कहीँ पनि सुनाइ भएन भन्दै वेदना पोखिरहनु भएको छ। तसर्थ यस्तो गम्भीर विषयमा यसो सबै हामी जिम्मेवार बन्नुपर्छ। म यही अनुरोध गर्न चाहन्छु। पीडितले न्याय पाउनुपर्छ, श्रमिकले काम गरे बापतको ज्याला पाउनुपर्छ। धन्यवाद, नमस्ते।